हजुर मामालाई बस्यो कि त आयो यतै अर्ग्यानिक सबै वाला भुटेको भन्छु ल कि भाबी भिक्षां भवति देहि भिक्षां भवति देहि भिक्षां भवति देहि भवति देहि फेरि माताजीले पनि भन्नुहुन्छ 10 महिनासम्म भोग लिँदा जितेन्द्रलाई गर्भमा धारण गरे अब तिमी किन के कति हुन्छ भनेर सरकारले माताजीले भन्नुहुन्छ पुत्र भन्न लाग्छन् 25 वर्षसम्म जितेन्द्र पर्व दुर्गम छन् शारदाको सेवा गरी शारदाको सेवा पनि सजिलो छैन र वन विद्या प्राप्त गर्न पनि कठिन छ फेरि काश्मीर देशमा पनि दुर्गम छ गुरु सेवा के कस्ता कथा हुँदो रहेछन् र मातापिताले आफ्ना पुत्रलाई कस्तो आशीर्वाद दिनुहुँदो रहेछ र आफ्ना पुत्रले कस्तो आशीर्वाद दिनुहुँदो रहेछ भन्ने कुरा हामी अब गर्छौँ। सर्वप्रथम अब देशान्तरमा पहिले वशिष्ठजी भन्नुहुन्छ गर्भदेखि अथवा जन्मदेखि 8औं वर्षमा ब्राह्मणको